हेलो एभ्रिवान, नमस्ते, वेलकम टु माई च्यानल। अनि म चाहिँ एकदम धेरै पछाडि यो च्यानलमा भिडियो हाल्दैछु किनभने बिचमा म धेरै बिजी थिएँ। त्यही भएर अबदेखि म भिडियोहरू कन्टिन्यू हाल्नेछु। अनि लेट्स ट्राई द न्यू फ्रुट। अहिले म चाहिँ यो नयाँ नयाँ फ्रुटहरू ट्राई गर्न खोजेको। नयाँ नयाँ भन्दा पनि त्यस्तो नयाँ चाहिँ होइन। म यहाँ पिक्चर राखिदिन्छु। अनि नाम पनि यो चाहिँ काका फ्रुट हो अरे होइन। अनि यो चाहिँ स्नेक फ्रुट, यो चाहिँ स्नेक फ्रुट हो अरे। अनि यो चाहिँ पियर हो कि के हो। अनि यो सानो खालको एप्पल हो, नाम चाहिँ थाहा भएन, म नाम भिडियोमा मेन्सन गरिदिन्छु। अनि किवी छ मसँग। अनि अरेन्ज, यो के अरे नौलो फ्रुट चाहिँ होइन, तर पनि यो पनि राखेको थोरै भएर। अनि मसँग ड्रागन फ्रुट छ। यो ड्रागन फ्रुट पनि मैले पहिलोचोटि नै एकचोटि पहिले ट्राई गरेको थिएँ। यो चाहिँ टेस्टलेस थियो। अनि लेट्स ट्राई इट अगेन, कस्तो हुन्छ। त्यो बेलामा स्वाद थाहा नभएर, मिठो नभएको के थाहा, अहिले मिठो हुन्छ कि होइन। अनि त्यसपछि मसँग यो चाहिँ बिटरुट छ। यो पनि एउटा फ्रुट जस्तै हो। अनि लेट्स ट्राई। मसँग 1 2 3 4 5 6 7 8वटा रहेछ, 8वटा रहेछ। किनभने अस्ति लिएर आएको थिएँ। यो चाहिँ मेरो यो काका फ्रुट चाहिँ एकदम फेभरेट हो होइन। काँचो साह्रो नै हुँदा खायो भने चाहिँ यस्तो दामी हुन्छ। अनि तर यो अस्ति लिएर आएको, पाकिसकेछ, गिल्लो भएछ, र पनि म खान्छु। लेट्स स्टार्ट। यो चाहिँ सेम नास्पाती पियर क्या, हाम्रो गाउँमा पाउँछ नि। यो लुक्स चाहिँ एप्पलको जस्तो हुँदो रहेछ होइन, तर पियर सेम नास्पाती हाम्रो घरको यतापट्टि फल्थ्यो। वाउ, अन्त अझ हामी पहिला गाउँमा हुँदा चाहिँ के अरे नुन खोर्सानीसँग खान्थ्यौँ कि। अनि लेट्स ट्राई। यो चाहिँ नौलो, यो चाहिँ मैले कहिले पनि खाएको छैन। स्नेकको जस्तै यसको कभर हुन्छ क्या, कभर चाहिँ सबै पिल गरेको मैले। लेट्स ट्राई। यसको टेस्ट चाहिँ मैले पहिला कुनै फ्रुटमा भेटेको छु क्या। तर मिठो छ। आई डोन्ट नो, मैले बिर्सेँ होइन। तर पनि तर यसको स्वाद चाहिँ मैले भेटेको छु, खाएको छु। आई मिन लेट्स ट्राई बिटरुट। यो पनि मैले चाहिँ खाएको छैन, अनि पहिलोचोटि खान थालेको। मिठो हुँदो रहेछ, गुलियो पो हुँदो रहेछ। यो चाहिँ मैले मेरो छोरालाई भर्खर 6 महिनाको 5 महिना पुगेपछि त्यो भात खुलाइसके पछाडि यसको प्युरी बनाएर खान दिएको थिएँ क्या। नाइस, आई लाइक इट। हुन्छ त्यो सलाद खाने साग हुन्छ नि, तोरीको साग जस्तो, तर अर्कै यता पाउँछ नि, त्यस्तो टेस्ट छ। लेट्स ट्राई ड्रागन फ्रुट्स, एकदम फेमस फ्रुट। स्टिल टेस्टलेस, तर त्यो यसको त्यो सानो सानो कालो कालो बियाहरू छ नि, त्यो चपाउनु चाहिँ कुरुक कुरुक मजा हुँदो रहेछ। सिलाम थाहा छ, सिलामको जस्तो। सिलाम पनि गरिराख्दा कस्तो रमाइलो लाग्थ्यो, सेम। अनि लेट्स ट्राई किवी।
क्यु पनि थरी थरीको हुँदो रहेछ यो चाहिँ चिपेस्ट वान हो होइन एक्सपेन्सिभ पनि हुँदो रहेछ यो चाहिँ एप्पल हो तर कस्तो खालको एप्पल हो थाहा छैन मलाई मैले फोटो चाहिँ खिचेर लिएर आएको छु मोबाइलमा छ म फोटो मेन्सन गरिदिन्छु लेट्स ट्राई ठिकै छ एप्पल जस्तै टेस्ट छ तर अलिक फसफसे परेछ कि यस्तै हुन्छ थाहा छैन लेट्स ट्राई दिस इज माई फेभरेट तर यो चाहिँ गिल्लो भइसक्यो त्यही भएर मनपर्छ कि मन पर्दैन थाहा छैन लेट्स इट राइट पाकिसक्यो धेरै तर पनि मिठो छ यो चाहिँ खाइदिइसक्छ के कम स्वाद आयो मलाई मैले बिर्सेँ लेट्स ओपन द peel the banana okay orange is also my favorite यताको दाँतले त म चपाउनलाई अलिकति गाह्रो हुन्छ क्या यो अरेन्जको चाहिँ सुन्तलाको चाहिँ म एउटा कहानी भन्छु हैन पहिला हामी गाउँमा हुँदा स्कुल पढ्दाखेरि के हाम्रोमा चाहिँ सुन्तलाको बोट थिएन यस्तो खालको सुन्तला सानो खालको चाहिँ त्यो हाम्रोमा चाहिँ देशी सुन्तला भन्छ त्यो जुनार जस्तो अलिक ठुलो ठुलो मात्रै हुन्थ्यो अनि यो चाहिँ हाम्रो घरभन्दा माथिको घरमा चाहिँ दाजु भाउजूको घरमा चाहिँ खतरा फल्थ्यो क्या 5-6 वटा बोट थियो खतरा फल्थ्यो अनि अब खान नदिने हैन मान्छे नभएको बेला बोटबाट चुडेर खाने भुइँमा झरेको त्यो धेरै पाकेपछि कागहरू आउने के कागहरू आएर कागले खाँदै खाँदै बोकेर हिँड्ने के अनि कुनै रुखतिर लगेर खाने कति खान्छन् हैन टुक 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 छेउबाट खाने अनि बाँकी रहेको भाग तल झर्थ्यो क्या त्यो चाहिँ एकदम गुलियो तिनीहरूले चाहिँ खोइ कसरी पाकेको थाहा पाएर हो कि के भएर हो एकदम पाकेको गुलियो गुलियो ल्याउँथ्यो कि कागले चाहिँ त्यस्तो चाहिँ खान्थ्यौँ बिटरुट यसको पनि यस्तै साउन्ड आउँछ क्रन्ची आउँछ तर पाक्यो के मिठो छ यो अबका के अरे ड्रागन फ्रुट चाहिँ टेस्टलेस नै हुँदो रहेछ त्यो बेला खाएको टेस्ट र अहिलेको टेस्ट सेम छ तर यो के भन्छ बिया सिडलाई टोक्दा चाहिँ आनन्द आउनेछ र आजलाई मेरो भिडियो यति नै फेरि पनि अर्को भिडियोमा भेटौँला मेरो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला बाई बाई नमस्ते